कहाँ जाला गाइज हामी पाठ भऱ्यो नि देखो गाइस हामी यसरी टक्क लाएर ग्राउन्ड कोर्नरमा अब लिफ खोल्दैछ गाइजहरू लिफ खोल्दैछ चट्ट हेरेर टक्क लाएर हामी यस्तो तरिकाले हिँड्नुपर्छ भनेर हामी अहिले कति छ ग्राउन्डमा छौँ ग्राउन्डमा गाइज से हेलो ए गाइस ये साङ्गो साङ्गो झुके चाहिँ उसको मोबाइल चलायो भनेछ उसको मोबाइल पो चलायो भन्छ यो दिस इज माई मोबाइल होइन यो मेरो यो हजुरको होइन होइन हेर त यस्तो छ नक्कली अब हाम्रो लिफ्ट खोइ त खोइ लिफ्ट खोइ लिफ्ट चाहिँ खोल्दैन त के भएको पक्क उता जुम 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 ओके अब गाइस हामी 3 नम्बरमा जाउँ ल 3 नम्बरमा छौँ हामी गयौँ गाइस जस्तो लाग्यो हो यसलाई चाहिँ सेम त्यस्तो लाग्यो अरे के अरे खोल्यो म्याजिकको भन्नु ल 3 मा पाएँ पक पक एकछिन हामी 3 बाट चाहिँ आउट हुँदैछौँ ओके गाइस नजर हेर नजर भाइ किल्लर नजर छ भाइ किल्लर नजर छ तर त्यो त होइन नि गाइज हामी भित्र पस्ने हो नि गाइज खोइ यता हो साङ्गो यता हराउँछ अहिले यता अब हामी कहाँ पस्दैछौँ त्यो साङ्गो अगाडि हिँड्नु तिमीहरू ल अगाडि हिँड्नु गाइज पखाइ तिमीहरूको होइन चप्पलको लाइन यो जस्तो छ ओए लडेको यता चप्पलको साइज यता त्यस्तो होइन भाइ तिमीलाई स्यान्डिल होइन मैले तिमीलाई चेप्पल हेर्न आएको तिमीलाई मैले चेप्पल हेर्न आएको तिमीलाई चेप्पल हेर्न आएको पख न त तिमीलाई चेप्पल हेर्न आएको यो हो चेप्पलहरू निको त्यो यस्तोवाला तिमीलाई कस्तोवाला लिने भने चप्पल हेरौँ न यसो अहिले यो त ठुलो साइजको यो यस्तो खालको लगाउँ न त साङ्गो यसपालि यस्तो खालको साइज पाउँछ होला तर त्यो कम योवाला नलाऊ न यसपालि यस्तो योवाला पनि राम्रो लागेको थियो मलाई होइन त साइज हेरौँ न पक्क यो कति 9 गयो त्यो 32 हो यो 29 त्यो 30 हेर्नुपर्छ सिस्टर यो साइज छ यो 32 रहेछ यो 32 33 को 29 30 हेर्नु न 29 30 यो कलरमा हेर्नु गाइज यस्तो चप्पल हेरिरहेछ अब कस्तो हुन्छ खोइ च्याट दिदीलाई के भयो दिँदैन सिटी बजाउँदैछ फेरि कति साइजको 30-31 सबभन्दा सानो यही देखि आएर रहेछ कि यो त धेरै ठुलो भयो त यार